मरेपछि के गर्छन् थाहा छैन, जिउँदै भुत्ला र पुत्ला जलाउने छोरा बनाउनु भएको छ। केपी बा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। देशको विकास पनि त धेरै नै गर्नु भएको छ। जनताले प्रयोग गर्दैनन् त के भयो? हस्पिटल र भ्यू टावर बनाइदिनु भएको छ, नेपालमै पानी जहाज ल्याइदिनु भएको छ, घर घरमा ग्यास पाइप जोडिदिनु भएको छ, हावामा भए पनि रेल कुदाइदिनु भएको छ। साँच्चै केपी बा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। यता जनताको पिरमर्का पनि बुझिदिनु भएको छ। बेनी कुसमा रेल कुद्यो भने वरिपरिका घर उछिटिन्छन् कि भनी चिन्ता पनि लिनु भएको छ। यता सडकमा जो जति उफ्रिए पनि कहिले थाहा नपाए चाहिँ गरिदिनु भएको छ, कहिले थाहा पाएर पनि कानमा तेल हालेर बसिदिनु भएको छ। साँच्चै केपी बा जे गर्नु भएको छ ठिक गर्नु भएको छ। काङ्ग्रेसको बुई चढ्नु भएको छ। काङ्ग्रेसलाई चोर भन्थे, चोरमाथिको चण्डाल बन्नु भएको छ। मूल्याङ्कनमा 28% ल्याएर पनि सिंहासनमा बस्न पाउनु भएको छ।